सम्पूर्णमा नमस्कार। आज मिति 2081 साल चैत 16 गते शनिबारको राशिफल यस प्रकार रहेको छ। मेष राशि। मेष राशि हुनेहरूको लागि आज शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन्। अध्ययन तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्रस्थानमा आउनेछ। व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाफा कमाउन सकिनेछ। सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि आज प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। साँझतिर व्यापारमा फाइदा हुनेछ, तर महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्नेछ। साँझतिर सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। भूमिको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आजको दिन खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज प्रियजनसँग भेटघाट हुनेछ, तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कम्जाएर बन्ने समय छ। उधाराए व्यापार गर्नु पर्ला। आँटेकाए यात्रा रायकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा साँझतिर आंशिक लाभ उठाउन सकिनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आज भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। साँझतिर व्यापारमा राम्रो फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजन सँगको भेटघाटले साँझ रमाइलो रहनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि आज काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिस्पर्धीहरूबाट पनि अलि जागिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ, तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहन हायला। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आजको दिन अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। साँझतिर केही हायसियारपूर्वक काममा जुट्नु हायला। अरूकाए समस्या सुल्झाउने प्रयास गर्दा आफैलाई समस्या पर्न सक्छ। परिणाम अध्ययन नगरी लिएकाए निर्णयले समस्या पर्न सक्छ। धनु राशि। धनु राशि हुनेहरूको लागि आज विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि आजको दिन अध्ययनमा त्यति समय दिन नसकेला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। साँझदेखि प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। प्रतिस्पर्धीहरू जाग्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आज अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अल्मलिनु पर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले आफ्ना कमजोरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। अनावश्यक वस्तु किन्नाले खर्च बढ्नेछ। मीन राशि। मीन राशि हुनेहरूको लागि आज पछिका लागि केही वस्तु त्याग्नु पर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जा मार्फत धन जुट्नेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
नयाँ योजना प्रारम्भ गर्ने अवसर जुट्नेछ। हवस् त आजलाई राशिफल यति नै। कृपया ध्यान दिनुहोस् कि राशिफल सामान्य मार्गदर्शनको लागि मात्र हो। व्यक्तिगत निर्णयहरूमा आफ्नो विवेक र परिस्थिति अनुसार विचार गर्नुहोला। आजको तपाईँको दिन शुभ रहोस्। नमस्कार।